पानीको बोतलमा बिर्कोको कलर फरक हुनुको कारण के हो? नर्मल्ली हामी बाहिर हिँड्दा खाने पानीको बोतल किन्छौँ। पानीको बोतल किन्दा तपाईले त्यसको बिर्को कतिको नोटिस गर्नु भएको छ? यी बिर्कोहरू कसैको नीलो, कसैको सेतो त कसैको हरियो हुन्छ। आखिर पानीको बोतलको बिर्को किन फरक फरक कलर भएको होला? वास्तवमा पानीको बोतलको बिर्को फरक रङले पानीको प्रकारलाई बुझाउँछ। कुन रङको बिर्कोले के जनाउँछ? लेट्स टक अबाउट दिस। नीलो बिर्को। पानीको बोतलमा भएको नीलो रङको बिर्कोको अर्थ यसमा झरनाको पानी वा मिनरल वाटर छ भन्ने हो। यो स्वास्थ्यका लागि हानिकारक हुँदैन र प्राकृतिक स्रोतबाट लिइएको हुन्छ। हरियो बिर्को। पानीको बोतलमा भएको हरियो बिर्कोले यसमा पानीको स्वाद बदल्नका लागि फ्लेभर मिसाइएको छ भन्ने जनाउँछ। स्वास्थ्यको दृष्टिकोणले यो नराम्रो त हुँदैन, तर मिनरल वाटरको तुलनामा यसको गुणस्तर केही कम हुन सक्छ। सेतो बिर्को। सेतो रङको बिर्कोले यसमा फिल्टर गरिएको पानी छ भन्ने बुझाउँछ। यो पानी पिउनका लागि सुरक्षित त हुन्छ, तर यसमा प्राकृतिक मिनरल्सको भने कमी हुन सक्छ। कालो रङको बिर्को। प्राय खेलाडी, सेलिब्रेटी वा धनी व्यक्तिहरूको हातमा कालो रङको पानीको बोतल देख्नु भएकै होला, जसमा पानी र बिर्को दुवै कालो हुन्छ। यसलाई अल्कालाइन वाटर भनिन्छ। कालो बिर्कोले यो विशेष प्रकारको शुद्ध पानी हो र यसमा सामान्य पानीको तुलनामा मिनरल्सको मात्रा बढी हुन्छ भन्ने जनाउँछ। पहेँलो बिर्को। जुन बोतलमा पहेँलो रङको बिर्को हुन्छ त्यसको अर्थ त्यो पानी भाइटामिन र इलेक्ट्रोलाइट्स युक्त छ भन्ने हो। यसको स्वाद पनि राम्रो हुन्छ र मानिसहरू यस्तो पानी पिउन मन पराउँछन्। रातो बिर्को। रातो रङको बिर्कोको अर्थ यसमा एथलेटिक्स वा खेलाडीहरूका लागि इलेक्ट्रोलाइट्सको मात्रा बढाइएको छ भन्ने हुन्छ। यो पानी विशेष गरी ऊर्जाका लागि तयार पारिएको हुन्छ। बिर्कोको बारेमा त थाहा पाउनुभयो। अब भन्नुहोस्, तपाईले चाहिँ अहिलेसम्म कति महँगो पानी पिउनु भएको छ?